हेर्नुहोस् कसरी काट्छ है ढलेको धान। हेर्नुहोस् है गाई ढलेको धान यसरी मजाले तान्छ, मजाले काट्छ ढलेको धान। म तपाईँलाई देखाउँछु हेर्नु सक्नुहुन्छ मजाले काटेको। अनि अर्को कुरा पराल भन्नुभयो, पराल पनि एकदमै राम्रो छ। यो पराल हो, हेर्नुहोस् यो पराल एकदमै राम्रो तरिकाले पराल होइन यो युज हुन्छ। सुकेपछि एकदमै अहिले हरियो छ होइन, यसको यो बोट तपाईँको यो धानको बोटहरू हरियो छ। सुकेपछि एकदम पराल नै हुन्छ गाई होइन। तपाईँको यसको डाँठाहरू चाहिँ यसरी फुटा हुन्छ क्या, यसको डाँठाहरू पनि यसरी फुटा हुन्छ। एकदम युज हुन्छ यो, एकदम गाई बस्तुले एकदमै रुचाउँछ यो पराललाई चाहिँ। हामीहरू नबुझेर होला गाई चाहिँ, हामीहरू नबुझेर होला होइन। अब बुझ्ने धेरै किसानहरूले बुझिसकेका छन्। अहिले चाहिँ धेरै किसानहरूले बुझिसकेका छन्। अहिले चाहिँ धेरैले रुचाएको छन् कम्बाइन भनेर। धेरैको गुनासो पनि आएको छ, कम्बाइन यता पनि ल्याइदिनु, हजुर यता ल्याइदिनु भनेर धेरैले गुनासो गरिरहेको छन् गाई चाहिँ।